कहाँ हुनुभएको तपाईँ? पानी लिन पठाएको त अघि नै हो त अहिलेसम्म। बस्तुहरूलाई कुरो खुवाउनु छ हो नि बहिनी, आज त्यो अलि छिनाको अनुहार हेरेर साइतै नपर्ने। बा आमा कता जानुभयो? अब ऊ घरै छ। हो र? अनि तपाईँलाई सन्चो रहेनछ, दबाई खानु भएन? तपाईँहरूले राजालाई पानी भर्न नदिएर के गर्नुभएको? तपाईँहरू जस्तै एउटा महिला होइन राजा पनि? महिला त हो नि, के गर्नु, सँग जान्नु पर्यो। के गर्लाको? गाई बस्तुलाई स्याउला सोर्न आएको नि नानी। गाई बस्तु कति छ नि? अरे नानी, कता गएर आयो? तलतिर गएर आएको दाइ। नमस्ते। नमस्ते। अरू के छ त नयाँ नलो खबर? सबै ठिकै छ। तिमी निराश भएर हिँडेकी छौ, के भयो नानी? खासै केही भएको छैन दाइ। अनि हजुर कहाँ टाढो पुग्नु लाग्नुभएको क्या? यसो गाउँतिर घुमेर आएको। अब त यति घाँस पनि पुग्छ होला। गाई बस्तु पनि धेरै छैनन्, घाँस काट्न आएको पनि धेरै बेर भइसक्यो। अहिले फेरि आमा कराउनुहुन्छ। दुखीको घरमा जहाँ गए पनि दुःखै हुने। सायद मलाई जन्म दिने आमा भइदिएको भए मैले यति धेरै दुःख गर्नु पर्दैन होला। दुखीको घरमा जहाँ गए पनि दुःख। अब यति घाँस लिएर जान्छु, उहाँ ढिला आई घाँस काटेर भनेर कराउनलाई ठिक्क परेर बस्नुभयो होला आमा। फेरि बहिनी पनि आएछ भनेर सुन्थेँ, बहिनीसँग नि भेट गरेको छुइनँ। कमसेकम बहिनीले त माया गर्छ नि मलाई।